साथीहरू तपाईहरु खाजा खाने बेला भयो। आज चाहिँ हाम्रो बिउ गोड्ने कार्यक्रम छ। यहाँ हाम्रो भाउजू माइजूहरुको बिउ गोडिरहेछौँ। बिउ गोडेर खाजा खाने बेला भएको छ। हाम्रो माइजूले यहाँ दही ल्याउनु भएको छ, नुन खोर्सानी, आलु, यता उसिनेको मकै। कसलाई मन पर्छ साथीहरू भन्नु है। हामी चाहिँ मिली मिठो मिठो खाँदैछौँ है त माइजू। कस्तो तातो तातो आलु पनि धेर पाकेको छैन, कटमिरो छ। मन पर्छ मलाई भन्नु। हाम्रो मेले यति भइसकेको छ। कोदोको बिउ गोड्दैछौँ, बाँकी यति छ। ल साथीहरू तपाईहरुकोतिर के कसो गर्दै हुनुहुन्छ? हामी चाहिँ अहिले बिउ गोड्नुमा बिजी छौँ है। के गर्ने, गाउँले जीवन काम गर्नै पर्छ। समय अनुसार खेती लगाउनै पर्यो। हाम्रो खाजा तपाईहरुलाई कस्तो लाग्यो? मन पर्छ भने भन्नु। सम्पर्कमा आउनुले खाने भए बाडी खाउँला, नजिक छ भने आउनु। धेरै ल्याउनु भएको छ, आधी खाइसक्यौँ। दही कसलाई मन पर्छ त्यो दही नै ल्याउनु भएछ बोकेर। मकै, पहेँलो मकै छ। कान्छी मिठो छ नि आलु? अच्छा मिठो। पानी परेको छ, के गर्नु? हामी पानी परेर पानी नै जितेर हामी काम गरिरहेछौँ है साथीहरू।